आज 76औं केन्द्रीय वार्षिक सभा हो। यसमा चाहिँ पाल्नुभएका सबैलाई मेरो हार्दिक अभिनन्दन छ र सबैलाई मेरो चाहिँ धेरै धेरै चाहिँ स्वागत छ। हाम्रो यो संस्था साँच्चै भनौं भनेदेखि क्रान्तिकारी संस्था हो। 75 वर्ष अगाडि हाम्रो बुद्ध धर्मका भिक्षुहरूलाई युद्ध शमशेरको टाइममा कसरी नेपालको चाहिँ बुद्ध धर्मलाई चाहिँ दबाउने गरिकन सबै चाहिँ निकाला गर्नुभएको थियो। त्यसैको क्रान्तिकारीमा यो धर्मोदय सभा विदेशमा चाहिँ स्थापना भएको हो। विदेशबाट आज प्रजातन्त्र भइसकेपछि हाम्रो यो 45-46 मा नेपालमा स्थापना भएर हामीले काम गर्दै आएको छौं र यसले तपाईको बुद्ध धर्म सम्बन्धी विषयमा पनि धर्म सम्बन्धी विषयमा पनि यो धर्मनिरपेक्ष बारेमा हामीले 46 सालमा लाखौं लाख मानिस चाहिँ हामीले चाहिँ जम्मा गरेर जुलुस निकालेको थियो। त्यसैको आधारबाट यो धर्मनिरपेक्ष भन्ने सरकारबाट चाहिँ घोषणा भएको हो। त्यसैलाई अहिले पनि चाहिँ अरू संस्थाहरूबाट यो चाहिँ सम्बन्धमा धर्मनिरपेक्ष होइन धर्मसापेक्ष हुनुपर्छ भन्ने चाहिँ भावना लिएर आज पनि बराबर चाहिँ यो आवाज आइराखेको छ। त्यसको लागि हामीले सकेसम्म दबाएर यो धर्मनिरपेक्ष भन्ने नै कायम गर्नलाई हामीले कोसिस अहिले पनि चाहिँ बराबर गर्नु परेको छ। यसैले यहाँहरू यो धर्मोदय सभालाई कसरी चाहिँ यसले चाहिँ धर्म प्रचार गर्ने र यो खास साँच्चै भनौं भनेदेखि संसारमा 3 अरबले चाहिँ मानेर आइसकेको धर्म हो। यो धर्मको संस्था जस्तो मक्का मदिना चाहिँ जस्तै हामीले चाहिँ यो बुद्ध धर्म प्रचार गरेर यो काम गर्नुपर्ने हो। तर अहिले साँच्चै भनौं भनेदेखि लुम्बिनी टाङ्गेको चाहिँ गुरु योजनाको आजसम्म पनि चाहिँ सफलता कार्यक्रम गर्न सकेको छैन। त्यो हिजो पनि मैले भनेको थिएँ। त्यसैले हामी कसरी हुन्छ यस्तो सानो मुलुक हामीले चाहिँ केही गर्न सकेको छैन धर्म सम्बन्धी विषयमा। सबै चाहिँ मिलेर यो मक्का मदिना जस्तै चाहिँ पनि होस् भन्ने चाहिँ हामीले कामना गर्दै सरकारसँग चाहिँ जतिसक्दो लुम्बिनीको बजेटमा पनि म चाहिँ कोषाध्यक्ष छँदाखेरि बजेटै छैन। साँच्चै भन्नु तलब खाल्न मात्रै बजेट त्यस्तो चाहिँ पनि किसिमको बजेट थियो। अहिले त अलिकति बढाएको छ। तर यो 2-3 वर्षदेखि चाहिँ पनि ओली आएपछि हामी गर्छौं यो गर्छौं भन्ने चाहिँ पनि यो धर्मको प्रचारलाई चाहिँ उहाँहरू लाग्नु भएको छ। और त्यसमा कतिको सक्सेस हुने हो। हामी सकेसम्म यसलाई चाहिँ कसरी चाहिँ हुन्छ मक्का मदिना जस्तै चाहिँ यो धर्मको स्थल बनाउन पाए हामीलाई धेरै चाहिँ हाम्रो नेपालको उच्च स्तरमा रहनेछ। त्यसैले मेरो यो 2 वचन यही भन्दै मेरो स्वागत भाषण यही टुङ्ग्याउँछु र सबैलाई मैले स्वागत छ।